यहाँबाट घुमाएर राख्न मिल्दैन हो ल यहाँ बस्नु यसरी घुमाएर त्यहाँ राखिदिनु उहाँको खुट्टा यस्तो भएको चाहिँ कति वर्ष भयो यो भर्खर आलो हजुर मैले मेरो खर्च सिद्धिएर चाहिँ बिचमा आयो पक्नै मिलाउँछु यसो असारा आमाहरू देख्यो भने माया पनि लाग्छ टिकटक पनि बनाउँछु अनि मान्छेहरूले यसो कोही भेट्यो भने खुवाइदेऊ बाबु 500-600 रुपियाँ छ भने दिइदेऊ पनि भन्छ क्या त्यही भएर मैले तपाईँहरूलाई पाउनु लगाऊ माया पनि लाग्छ आफूलाई पेप्सी त चलेगा नि होइन तपाईँले बाबु पेप्सी हुन्छ होइन हुन्छ चिसै त हो नि होइन हो हो खानु गर्दैन तपाईँ चाहिँ कति वर्ष हुनुभयो बुवा म 75 भयो 75 म बल्ल 34 म 8 सालको 8 सालको गाउँ कहाँ हो तपाईँको नकोट हजुर नुवाकोट हो यो कहाँ नुवाकोटको कहाँ हो म छानजिङ छरे पारिपट्टि पर्छ ए गल्सीबाट जाने हो त्यो चाहिँ अहिले यो छरे टोखाबाट अनि आमाको यस्तो खुट्टा चाहिँ कसरी भएको यस्तो यो 81 सञ्चालन प्रेसरले हानेको ए हजुर चाहिँ दुईजना बुढाबुढी हो उहाँ आमा चाहिँ कति वर्ष हुनुभयो आमा 60 हो 60 बल्ल हुनुभयो खुट्टा एउटा गयो कहिलेदेखि गयो गरे यस्तो जेठमा जेठ 25 गते ए प्रेसरले हानेर के भएको प्रेसरले हाने युरिक एसिडको लिएर ए मासु धेरै खानुहुन्थ्यो तपाईँले मासु नि खाँदैन औषधि खाँदा यो ए घर चाहिँ छैन यहाँ तपाईँको अहिले के को घर हुनु भन्छु कोठा लिएर पैसा छु साह्रै दुःख पाएको अनि यसो कोठाको भाडा चाहिँ कति हो 4000 छ महिनाको महिना यसरी अनि मागेर नै जम्मा गर्नुहुन्छ मागेर अहिलेसम्म चलाएको छु कसैले चाहिँ नि चामलको बराबर सहयोग गरेको छ खाना चाहिँ मलाई दिएको छ कहाँ बस्नुहुन्छ र तपाईँ यहाँ म स्याङ्जाली चौकमा बस्छु स्याङ्जाली चोक भने कहाँ यतातिरबाट यो सिजी गेटबाट ए सिजी गेटको त्यो कुनाबाट ल खानु बुवा खानु छैला चुडा ल्याएको छु होइन म त खाएर आएको म त खाएर आएको लगाएर खानु भोक लागेर हाल बुवालाई बिहानदेखि खाएको छैन हजुर बिहानदेखि खानु आएन केही पनि एउटा ठाउँ चिया दिएको थियो ए चिया दिएको थियो त्यो खानु खानु चम्चाले खानुहुन्छ चुरा खानु बिस्तारै खानु ल बुवा टिचिङ हस्पिटल लाने बेलामा चाहिँ कति खर्च हुन्छ औषधि चाहिँ औषधि त्यो भाडा हुन्छ गाडी भाडा कति जति पर्छ ट्याक्सीमा दिँदा नि यो पनि गर्दाखेरि 3000 जस्तो जान आउने अनि ट्याक्सीमा चाहिँ उचालेरै हाल्नुहुन्छ आमालाई ए व्हिल चेयर त बन्द हुन्छ यो व्हिल चेयर चाहिँ कति पऱ्यो 6000 ए त्यही त यतापट्टि मडाउँदा त्यहाँबाट उकाल्दा है यतापट्टि मडाउँदा उता जाँदो रहेछ डिग्री छ डुप्लिकेट है के भने यतिले भयो नि सहयोग भइरहेको छ होइन त डिग्री लाइसेन्स हजुर ल आमा मैले 5000 रुपियाँ निकालेर ल्याइदिएको छु ल कहिले दुःख नहोस् है बाबु है आमा ल तपाईँको खुट्टा है 1 महिनाको भाडा तिर्नु बुवा पनि केही खानु है बुवा तपाईँ मेरो हजुरबुवा सम्मान हुनुहुन्छ आउन त बच्चै बेला मऱ्यो बुवा हजुरबुवा होइन ल है केही न केही त हुन्छ नि यो 5000ले है कोठा भाडा तिर्नु भाइ यो पनि बुवा ल राम्रोसँग जानु है बुवा हस् हस् नरुनु आमा हेत्तेहरू कुनै पर्दैन नि हस् हस् तपाईँको खुट्टा चाँडो ठिक होस् म तपाईँलाई आशीर्वाद दिन्छु तपाईँको खुट्टा चाँडो ठिक होस् है आमा ल नरुनुहोस् केही खाने हो अझै नान्टु है बुवा ल कसैले केही सहयोग गरे म तपाईँलाई खोजी त्यो फोन नम्बर गरेर आउँछु ल हस् बुवा ल राम्रोसँग जानु म उचालिदिन्छु ल